सबै सरम्यामहरुमा नमस्कार। म ओमबहादुर खड्का, लेखाधिकृत, महालेखा नियन्त्रक कार्यालय, काठमाडौँ, अनामनगर। पाउँछ प्रणालीमा जिन्सी निरीक्षण कार्यका लागि चालु आब 83-84 भएका संशोधनहरूलाई हजुरहरूमाझ यो सानो भिडियो ट्युटोरियल मार्फत पेश गरेको छु। यसको लागि हामीलाई प्राप्त भएको स्टोर किपरको बिहाफमा प्राप्त भएको युजर नेम र पासवर्ड राखेर हामीले सिस्टममा लगइन गर्छौँ। लगइन गरिसकेपछि हामीले जिन्सी निरीक्षणको कार्य गर्नुभन्दा अगाडि यो प्रणाली व्यवस्थापनमा एउटा सेटअप गर्नुपर्छ। जिन्सी निरीक्षण समितिको सेटअप भन्छौँ हामी। त्यो जिन्सी निरीक्षण समितिको सेटअप गर्नुपर्छ। हजुरहरूले पनि जिन्सी निरीक्षण समिति गठन भइसकेपछि कसको संयोजकत्वमा कति सदस्य रहेको समिति गठन भएछ त्यो समितिको विवरण इन्ट्री गर्नुपर्छ। त्यसको लागि हामीले प्रणाली व्यवस्थापनमा क्लिक गरौँ। त्यसपछि अन्य व्यवस्थापन विवरणमा क्लिक गरौँ। अन्य व्यवस्थापनमा क्लिक गरिसकेपछि हजुरहरूले मेनुमा देखिने ठाउँमा एउटा जिन्सी निरीक्षण समिति थप गरिएको विषय छ। यो जिन्सी निरीक्षण समिति भन्ने मेनुमा हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि हामीले निरीक्षण समितिको विवरण भनेको छ, यसमा एड न्यू गरौँ। एड न्यू गर्दा हामीलाई जिन्सी निरीक्षण समिति गठन भएको कहिले गठन भयो, कहिले कार्यालय प्रमुखले स्वीकृत गर्नुभयो यो जिन्सी निरीक्षण समिति, त्यो समिति गठन भएको मिति हामी यहाँ राख्छौँ। उदाहरणको लागि 2083 04/05 गते चाहिँ हाम्रो गठन भयो। गठन भइसकेपछि गठन भएको मिति हामीले राख्यौँ। त्यसपछि समिति सदस्य थप भने अब यसमा को सदस्य रहनु भएको छ, के नाम हो त्यो विषय हामी यहाँ राख्छौँ। जस्तै हामीले मानबहादुर मगर भनेर राख्यो। उहाँ चाहिँ यो जिन्सी निरीक्षण समितिको संयोजक हो भनेर यहाँ गर्यो। त्यसपछि अर्को सदस्य थप गरियो, ओमबहादुर खड्का भनेर राख्यो। उहाँ चाहिँ जिन्सी निरीक्षण समितिको सदस्य हो भनेर राख्यो। त्यसपछि अर्को सूर्य प्रसाद नेउपाने भनेर राख्यो। उहाँ पनि सदस्यको रूपमा कार्य गर्नुभएको छ भनेर यहाँ राख्यो। यति सदस्य 3 सदस्य बनाइयो। अहिले 3 सदस्य बनाएर मैले यसलाई सेभ गरेँ। के तपाईँ विवरण सुरक्षित गर्न चाहनुहुन्छ भन्छ, मैले यस गरेँ। सेभ गरिसकेपछि जिन्सी निरीक्षण समिति गठन भएको मिति र हाम्रो जिन्सी निरीक्षण समितिमा रहने सदस्यहरूको चाहिँ नामहरू यहाँबाट राख्यौँ। अब हामीले यसलाई संशोधन एडिट गरेर संशोधन पनि गर्न सक्छौँ हैन। यो चाहिँ हटाएर हामीले भोइड पनि गर्न सक्छौँ। 3 सदस्य होइन 4 सदस्य थियो भने समितिको सदस्य यसबाट समितिको सदस्य थप गर्ने मेनुबाट थप गर्न पनि सक्छौँ। हामीले जिन्सी निरीक्षण गर्नुभन्दा अगाडि जिन्सी निरीक्षण समितिको यति विवरण चाहिँ प्रणाली व्यवस्थापन भित्रको अन्य व्यवस्थापन विवरणको जिन्सी निरीक्षण समिति भन्ने मेनुमा गएर गर्नुपर्छ। अब हामी जिन्सी निरीक्षण कार्य गर्नलाई चाहिँ अभिलेख प्रविष्टिभित्र अन्य विवरण प्रविष्टिभित्र निरीक्षण फारम 411 भनेर जान्छौँ। यसबाट क्लिक गर्छौँ। हजुरहरूले जिन्सी निरीक्षण समिति गठन भइसकेपछि जिन्सी निरीक्षण समितिको विवरण सिस्टममा इन्ट्री भइसकेपछि जिन्सी निरीक्षणमा संलग्न भएका सदस्यहरूलाई हामीले यहाँबाट फारम डाउनलोड गरेर दिन्छौँ। आर्थिक वर्ष भनेछौँ हामी 82-83 को अडिट के अरे जिन्सी निरीक्षण गर्दैछौँ। 82-83 भनेर आयो। एकचोटि हामी खर्च भएर नजाने सम्पत्ति भनेर डाउनलोड गर्छौँ। एकपटक हामी खर्च भएर जाने जिन्सी भनेर डाउनलोड गर्छौँ। अब हामीले यसरी खर्च भएर जाने र खर्च भएर नजाने विवरण प्राप्त भइसकेपछि यो फारम चाहिँ हामीले जिन्सी निरीक्षण समितिलाई उपलब्ध गराउँछौँ। सरले पनि यो विगतमा पनि गरिरहनु भएकै छ। यो विवरण उपलब्ध गराउँछौँ। अब उहाँहरूले फिजिकल भेरिफिकेसन गरेर सबै विवरण अपडेट गरेर हामीलाई यो फारम सही छाप गरेर फिर्ता गर्नुहुन्छ। हेर्नु त अघि हामीले प्रणाली व्यवस्थापन भित्र गरेर इन्ट्री गरेको विवरण यहाँ प्राप्त भइसकेको छ हैन। को संयोजक हो, को सदस्य रहने हो भनेर विवरण इन्ट्री गरेको विवरण यहाँ प्राप्त भएको छ। अब जिन्सी निरीक्षण वास्तवमा समितिले गर्ने जिन्सी निरीक्षण यही हो।
अब उहाँहरूले प्रत्येक सामानको जस्तै यहाँ 1 नम्बरमा माइकको ब्याट्री भनेको छ, अब यसको स्पेसिफिकेसन सुमोस ब्याट्री भनेको छ, यो एउटा छ। अब यो चाहिँ स्पेसिफिकेसन अनुसार भिडेको छ कि छैन, भौतिक परीक्षण गर्दाखेरि रुजु भएको छ कि छैन, भेरिफाई भएको छ कि छैन, होइन, यसको अवस्था कस्तो छ भनेर उहाँहरूले सबै यसमा यो चाहिँ अब उहाँहरूले लेखेर, यो चाहिँ अब सिस्टमबाट गर्ने भन्दा पनि यो फारममै लेखेर हामीलाई फिर्ता गर्नुहुन्छ। फिर्ता गर्दाखेरि चाहिँ उहाँहरूले यो समिति लास्टमा भएको समितिको सही छाप गरेर फिर्ता गर्नुहुन्छ। फिर्ता गरिसकेपछि यही विवरण चाहिँ हामी खर्च भएर जानेलाई, जिन्सीलाई हामी यसबाट इन्ट्री गर्छौँ, खर्च भएर नजानेलाई यसबाट इन्ट्री गर्छौँ। खर्च भएर जाने भनेर गरेको इन्ट्री हाम्रो यहाँ हेर्नु त, यहाँ तल मैले पहिल्यै आएँ, खर्च भएर जाने जिन्सीको नयाँ प्रविष्टि भएको भनेर आइसकेको छ, खर्च भएर नजानेको पनि आइसकेको छ। यहाँ हामीले खर्च भएर जाने पनि एउटा ट्रान्जेक्सन एउटा रो मात्रै देखिन पर्यो, खर्च भएर नजाने पनि एउटा रो मात्रै देखिन पर्यो। अब हजुरले धेरैले के गर्नुहुन्छ यसमा मिस्टेक भने, यो नयाँ प्रविष्टि त भइसक्यो, फेरि अझै छुटेको छ भने फेरि खर्च भएर जाने भनेर यसबाट छानेर सबै यहाँ गर्नुहुन्छ, सेभ गर्न दिँदैन, अलरेडी एक्जिस्ट भन्छ। अलरेडी एक्जिस्ट भनेको यो पहिल्यै एउटा बनिसकेको छ, एउटा बनिसकेपछि फेरि त्यसलाई बनाउन नदिने गरी नै यो प्रणाली तयार भएकोले दिँदैन। अब हामीले यसमा छुटेका जति, यसमा संलग्न गर्न छुटेका उपसमूह, उपशीर्षक, सम्पत्ति जति फेरि हामीले थप गर्दै जानु छ भने हामीले एकचोटि इन्ट्री भइसकेको यो यो रोको 3 डटमा गएर हामीले एडिट गरेर फेरि त्यसैमा थपघट गर्न सक्छौँ। यसबाट चाहिँ थपघट गर्न सकिन्छ। कम्प्लिट भएर हामीले एकैचोटि सबै सक्छौँ भन्यो भने चाहिँ यसमा अब हाम्रो 5V2मा चाहिँ सम्पत्ति युनिटमै लेखाङ्कन हुने भएकोले समय पनि धेरै लाग्छ। हजुरहरूले पनि अब यो लामो समयसम्म एउटै फारममा काम गर्दाखेरि टाइम आउट पनि हुनसक्छ, गरेको मेहनत पनि फेरि खेर जान सक्छ। त्यो हुँदाखेरि हजुरहरूले एउटा समूह सक्ने, त्यसलाई सेभ गरिदिने, सेभ भइसकेपछि यसरी डाटा यहाँ दिन्छ, एउटा जिन्सीको दिन्छ, एउटा सम्पत्तिको दिन्छ। जिन्सीमै गएर एडिट गरेर थप गर्ने, अर्को समूह थप गर्ने, फेरि सेभ गर्ने, फेरि अर्कोचोटि फेरि 3 डटमै जाने, एडिट गर्ने, अर्को समूह थप गर्ने, समूह थप गर्दै गर्दै यसलाई कम्प्लिट बनाएर हजुरहरूले यसलाई कम्प्लिट गर्नुपर्ने हुन्छ। कम्प्लिट भइसकेपछि मात्रै यसलाई फरवार्ड गरेर कार्यालय प्रमुखबाट स्वीकृत गराएर हामीले जिन्सी निरीक्षणको पनि सिस्टमबाट पनि अद्यावधि गरेर राख्नुपर्ने अवस्था छ। हजुरहरूले जिन्सी निरीक्षण गरिसकेपछि यसको प्रिभ्यू हेर्न सक्नुहुन्छ। प्रिभ्यू कसरी आउँछ भन्ने कुरालाई यहाँ हेर्नुभयो भने हजुरहरूलाई प्राप्त भएको जिन्सी निरीक्षण प्रतिवेदन, हजुरले डाउनलोड गरेर दिनुभएको जिन्सी निरीक्षण प्रतिवेदन जब समितिले भरेर दिन्छ, हामीले सिस्टममा त्यसै विवरणलाई इन्ट्री गर्दाखेरि देखिने फारम हो। यो चाहिँ फारममा चाहिँ हामीले जस्तै स्पेसिफिकेसन बमोजिम भिडेको छ भनियो, होइन, अब अवस्था के छ भनेर पनि यहाँ राखियो। सबै चालु हालतमा होला, कुनै मर्मत गर्नुपर्ने होला, कुनै लिलाम बिक्री गर्नुपर्ने होला, कुनै मिना गर्नुपर्ने होला, कुनै चाहिँ संरक्षण गर्नुपर्ने होला, ती सबै अवस्था समेत खुलाएर हामीले विवरण इन्ट्री गरेर सबै मिलिसकेपछि मात्रै यसलाई कार्यालय प्रमुखलाई फरवार्ड गरेर सेभ गराएर, होइन, एप्रुभ गराएर स्वीकृत गराएर राख्नुपर्छ। अहिले हामीले यो चाहिँ अब 82-83को एकपटक गर्न दिने गरी बनाइएको छ। अब बिस्तारै अहिले सुरुमा हामी एकपटक नै गर्छौँ, समिति पनि एकपटक नै बनाउने गरीको मात्रै व्यवस्था छ। बिचमा गर्नु पर्यो भने समिति फेरि एड गर्न सक्ने गरी हामी बिस्तारै तयार गर्दैछौँ। त्यो तयार भएपछि हामी यसैमा एड गरिदिन्छौँ नै। हजुरहरूले पनि यो कुरालाई चाहिँ ध्यान दिएर हाम्रो जिन्सी निरीक्षणलाई पनि सफल गर्नुहोला। जिन्सी निरीक्षणका सम्बन्धमा भएको परिवर्तन पनि यति नै हो। यो कुरा पनि मैले हजुरहरूलाई यो सानो भिडियो मार्फत जानकारी गराएँ। हवस् त, नमस्कार साथीहरू।